नमस्कार आदरणीय श्रोताहरू। हाम्रो एडिटिङमा मञ्जल सिंह, सल्लाहकारमा सन्दीप सुवेदी अनि न्यारेसन र आवाजमा म दिनेश कटुवाल। हामी सबैको तर्फबाट हजुरहरूलाई भूत नेपाली कथा च्यानलमा धेरै धेरै स्वागत छ। हाम्रा पछिल्ला भिडियोहरूलाई यहाँहरूले अपार माया दिएर मन पराइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। आशा छ यो भिडियोलाई अझ बढी मन पराइदिनुहुनेछ। नाङ्लो बाँसको चोयाले बनेको एउटा अत्यावश्यक सामान जुन हरेक नेपालीको घरमा सजिलैसँग पाउन सकिन्छ। अहिले आएर बरु यसको महत्त्व अलि घटेको होला, तर पहिला पहिला भने चामल चिउरा छान्नेदेखि धान चुट्ने बेला यसो हम्किनसम्म यो नभई हुन्थेन। अब पहिला यसरी प्रयोगमा आउने यो नाङ्लो अचेल फेरि विभिन्न होटेल रेस्टुरेन्टतिर बेग्लै ढङ्गले प्रयोग भइरहेको छ क्यारे। नाङ्लो सेट भन्दै नाङ्लोभरि अनेक खानेकुराहरूको परिकारहरू राखेर पस्किने। नाङ्लो सेटको कुरा गर्दै गर्दा यहाँहरूमध्ये धेरैले अनेक मासुको परिकारहरू कल्पना पनि गरिसक्नु भएको होला है। त्यो रातो कुखुराको फिला झल्झली दिमागमा आइरहेको होला है। यदि त्यसो हो भने यहाँहरू एकदम नै भाग्यमानी हुनुहुन्छ, किनकि सबैको हकमा नाङ्लो भन्न साथ यी मिठा परिकारहरूको स्वाद मात्र लेखिएको हुँदैन रहेछ। कुरा बुझ्न अलि अप्ठ्यारो भयो होला है, केही छैन। एपिसोडको अन्तिमसम्म साथमा रहनुहोस्, सबै कुरा प्रष्ट बुझ्नुहुनेछ। बौद्ध नयाँ बस्तीबाट उर्मिला तुलाधरजीले लेखिपठाउनु भएको उहाँको आफ्नै भोकाइबाट आउनुहोस् सुरु गरौँ आजको एपिसोड। नमस्कार, म उर्मिला तुलाधर, बौद्ध नयाँ बस्तीबाट। आज म यहाँहरूलाई निकै अगाडि आफूले भोग्नु परेको एउटा अनौठो घटना सुनाउन जाँदैछु। कुरा आजभन्दा लगभग 12-13 वर्ष पहिलेको हो, जुन बेला म आफ्नो 11को एक्जाम सकाएर बसिरहेकी थिएँ। अहिले त अब बौद्ध नयाँ बस्ती जताततै घरै घरले घेरिन थालिसकेको छ, तर त्यति बेला भने अहिलेको जस्तो यति बाक्लो बस्ती थिएन, जसले गर्दा त्यति बेलाको रातहरूमा अलि बेग्लै खाली शून्यता हुन्थ्यो। जुन शून्यतामा बाहिर बाटोतिर मान्छेहरू बिस्तारै हिँडेको समेत घरभित्र बसेर प्रष्ट सुन्न सकिन्थ्यो। तर यसरी सुन्दै गर्दा एक रात त्यस्तो सुन्नु पर्नेछ र त्यस्तो देख्नु पर्नेछ भनेर मैले कहिले सोचेको पनि थिइनँ। त्यो रात हाम्रो घरमा एउटा सानो भेटघाटको कार्यक्रम राखिएको थियो, जसमा मेरो सबै मावली खलकेर आउनुभएको थियो। त्यसरी आउनुभएको प्राय सबैजना त रातको खाना खाएर फर्किजानुभयो, तर मेरो माइली सानी आमा, सानबा र बहिनी उहाँहरू 3 जना भने त्यो रात हाम्रोमै बस्नुभयो। सानबाहरू बस्नुभएको त्यो रात अरू सबैजना गइसक्नु भएपछि पनि हामी निकै अबेरसम्म गफ गरेर बसिरह्यौँ। यसरी गफ गरेर बसिरहेका हामी त्यहाँ सबैको कुराकानीहरू सकेर सुत्न जाने बेलासम्म त रातको 11 बज्न थालिसकेको थियो। त्यस्तो हुँदा यति राति भाँडाकुँडाहरू नि के माझिराख्नु, अब भोलि बिहानै सबै गरौँला भनेर आमाहरू सुत्न जानुभयो र उहाँहरू सँगसँगै बहिनी यानि मेरो माइली सानी आमाको छोरी आँचल र म पनि मेरो रुममा सुत्न लागिहाल्यौँ। बिहानदेखि सामान किन्नेदेखि पकाउनेसम्म सबै काम गरेर चलेको चले भएर होला म त्यो रात अरू बेलाभन्दा अलि बेसी नै थाकेको थिएँ। जसकारण म त्यहाँ आफ्नो बिस्तारामा ढल्किँदै आँचल त्यहाँ कुनापट्टि गएर सुतै त पनि भनेर पल्टिहालेँ। म त्यसरी पल्टेर एकछिन आरामले सास नै फेर्न पाएकी थिइनँ कि त्यतिकैमा आँचलले दिदी तपाईँलाई एउटा कुरा सोधौँ भन्दै मेरो छेउमा आई। मैले आँखा खोलेको त थिइनँ, तर त्यसको आवाज मेरो कान छेउमै आएर बोलेको चाहिँ सुनिता। मैले के कुरा हो सोध्न भने। मैले त्यसो भन्दा आँचलले दिदी मैले सुनेको यो तपाईँहरूको घरतिर त बेसरी भूतले तर्साउँछ अरे, के यो साँचो हो त भने सोधी। र मैले भूतले तर्साउँछ अरे चाहिने कुरा पो गर्नुपर्छ, कसले सुनायो तँलाई चाहिँ फेरि भन्दा
आँचलले कसले हुनु मेरो आमाले नि। अस्ति न घरमा कुरै कुरा बिच उहाँले आफ्नो साथीहरूलाई मेरो दिदीको घरतिर त बेसरी तर्साउँछ भने दिदीले कति पटक सुनाइसकिन् मलाई भन्नुभएको थियो भने। आँचलको कुरा सुनेर अचम्म पर्दै अब यही घरमा बस्ने मैलाई थाहा नभएको कुरा सानीआमालाई चाहिँ कहाँबाट थाहा हुनु पुगेछ त? यसै हावामा भन्नुभयो होला, त्यस्तो केही छैन यता। सुतपत नि मान्छेलाई यहाँ निन्द्रा लागेर मर्नु भइरहेको बेला भूत र सुतको कुरा गर्दै बस्छ भन्दै त्यसलाई सम्झाएर मनी निधाए। एकैछिन मजाले निधाएको जस्तो भएको थियो कि त्यत्तिकैमा सुन्नमा आएको आवाजले गर्दा मेरो निन्द्रा बिच्किहाल्यो। सुरुमा त आवाज माथि भान्सातिर टेबल सेबल सारेको पो हो कि जस्तो सुनिएको थियो, तर पछि आफू पिउजिँदा भने आवाज अन्तै कतैबाट आएको रहेछ भन्ने चाल पाएँ मैले। तर कहाँबाट आएको थियो त्यो भन्ने थाहा पाउन अघि नै आवाज सुनिन बन्द भइसकेको थियो। मध्यरातको बेला घडीसडी नै हेरिन र अब उठि त हालेँ, यति बेला एक फेरि टोयलेट गएर आउनु पर्यो, त्यसपछि सुत्छु मजाले भन्दै म बिस्तारै कोठा बाहिर निस्किएँ। हाम्रो घरमा टोयलेट तब बाहिरपट्टि थियो। यसरी त्यो बिच सुनसान रातमा म त्यहाँ टोयलेटभित्र जाउन्जेलसम्म त त्यस्तो केही पनि सुनिएको थिएन। तर जब म त्यहाँ टोयलेटभित्र बसेँ ठ्याक्कै त्यही बेला बाहिर रोडतिरबाट अघिनको जस्तै आवाज आउन थाल्यो। आवाज केही गुडिरहेको जस्तो थियो। अघि सुरुमा घरभित्रबाट आएको हो कि चाहिँ सुनेर चनाखो भएको म अहिले त्यहाँ घर बाहिर रोडतिरबाट आएको रहेछ भन्ने थाहा पाएपछि खासै वास्ता नगरी म टोयलेटबाट निस्केर सरासरी भर्याङ हुँदै मासतिर उक्लिन थालेँ। यसरी उक्लिँदै गरेको म त्यहाँ अलि माथि पुग्न नपाउँदै फेरि उस्तै खाले आवाज बाहिर रोडतिरबाट आएको सुनेपछि एकछिन त्यही भर्याङमै उभिएर मैले बाहिर रोडतिर हेरेँ। मैले त्यसरी हेर्दा तब त्यहाँ एउटा अलि ठुलै खाली नाङ्लो मजाले रोडमा गुडेर तलतिर गइरहेको थियो। न कतै हावाहुरी चलेको हुनु, न कुनै मान्छेले नै गुडाउँदै हिँडेको हुनु, यी कुनै कुरा बिना मात्र त्यो एउटा नाङ्लो बिच रोडबाट त्यसरी गुल्टिँदै तलतिर गएको देख्दा मलाई निकै अनौठो लागिरहेको थियो। त्यस्तो हुँदा कसको नाङ्लो कहाँ सुकाएर राखेका थियो कुन्नी, पुर्याउने भयो अब पल्लो छेउतिर भन्दै एकछिन त्यसलाई आँखाले भ्याउन्जेल हेरिरहेँ। त्यसरी हेर्दै जाँदा अलि पर पुगेर त्यो देखा पर्न छोडेपछि म यता भर्याङ हुँदै माथि चढ्न थालेँ। त्यसरी माथि चढ्दा मैले 3-4 खुड्किला नै उक्लिन पाएको थिइनँ कि त्यत्तिकैमा मैले फेरि उही आवाज सुने, त्यही केही गुडिरहेको जस्तो आवाज। यस्तो सुन्नासाथ जब मैले पछाडि फर्केर हेरेँ तब त्यही नाङ्लो अघिनको चाहिँ रफ्तारमा मासतिर गुडेर आइरहेको थियो। तलतिर गुडेर गएको देख्दा त केही नै भएको थिएन, तर त्यसरी तलबाट मासतिर गुडेर आएको देख्दा भने म तिनचक परेको थिएँ। त्यस्तो हुँदा होइन यो के अचम्म हुँदैछ आज, कतै कोही पागलले नाङ्लो गुडाउँदै त हिँडिरहेको छैन बाटोमा भनी सोच्दै मात्र के थिएँ। त्यतिकैमा त्यो गुडिरहेको नाङ्लो एक्कासी मेरो घरदेखि नजिकै रहेको एउटा रुखको छेउमा आएर रोकियो र त्यो नाङ्लो त्यसरी एक ठाउँमा रोकिएपछि जे मैले देखेँ त्यो दृश्य सम्झिँदा अझै पनि मेरो जिउमा काँडो उम्रिएर आउँछ। किनकि त्यो जुन नाङ्लो थियो त्यो कुनै सामान्य खाले नाङ्लो थिएन। त्यसमा मान्छेका चाहिँ 2 ठुला ठुला आँखाहरू गाडिएका थिए। त्यस्तो मान्छेको चाहिँ आँखा भएको नाङ्लो त्यो रुखको छेउमा टक्रक्क अडिएर बसेको देखेपछि मैले आफ्नो
होस नै सम्हाल्न सकिनँ र त्यहाँबाट हतार हतार भाग्दै आफ्नो कोठातिर पसिहालेँ। यसरी डरले हतारिँदै कोठाभित्र पस्दा सायद ढोका जोडले लागेको आवाज भएर होला, आँचल पनि त्यही बेला भिउजिहाली। ऊ त्यहाँ भिउजेर कहाँ गएर आएको दिदी, टोइलेट जानुभएको पनि मलाई सोध्दै थिए र म भने त्यहाँ झ्यालको पर्दा हटाएर बाहिर रोडतिर केही देखिन्छ कि भनेर हेरिरहेको थिएँ। तर त्यसरी माथि आएर हेर्दा रोड पुरै खाली थियो। त्यहाँ परसम्म त्यो नाङ्लोको कुनै नामो निशान नै थिएन। त्यस्तो हुँदा मैले के देखेँ, त्यो के थियो भन्ने कुराले म अन्योलमा परिरहेको थिएँ कि त्यति बेलै आँचलले दिदी के भयो, के हेर्नु भएको र बाहिर भनी सोधी र मैले केही भएको छैन, त्यहाँ कि टोइलेट बस्दा बाहिर कोही मान्छे कराएको जस्तो सुनेको थिएँ, त्यही भएर हेरेको भन्दै बिस्ताराको छेउपट्टि पल्टेर सुतिहालेँ। यसरी निदाएको म भोलिपल्ट उठ्दाखेरि टाउको एकदम भारी भएर उठाउनै नहुने गरी दुखिरहेको थियो। त्यस्तो हुँदा सुरुमा त आमाले महारानीलाई एक दिनको कामले थला पार्यो कि के हो भनेर जिस्काइरहनु भएको थियो। तर जब मैले उहाँलाई हिजो रातिको कुरा सुनाएँ तब उहाँ आफै पनि एकदम चकित पर्नुभयो। मैले उहाँलाई सायद त्यो कुनै नराम्रो आत्माको छल थियो होला आमा भनेर सुनाउँदा उहाँले त्यो कुनै आत्माको छल होइन, त्यो त नाङ्ले भूत पो हो त, कसो घरभित्रै थिइस् र त्यति केही भएन, यदि त्यसको बाटोमा परेको भए मार्थ्यो त्यसले भन्दै मलाई बिहानको नास्ता खुवाएर देउमाकोमा लिएर जानुभयो। त्यसरी देउमाकोमा गएर उहाँले एकचोटि झारफुक गरिदिनु भएपछि बल्ल अलि सन्चो भएको थियो मलाई। आउनुहोस् लागौँ आजको अर्को घटनातर्फ। नमस्कार, मेरो नाम सुमी राई, हाल काठमाडौँबाट। आज म यहाँहरूलाई यही साल वैशाखको महिनातिर मैले अनुभव गर्नु परेको केही अनौठो घटनाहरू सुनाउन जाँदैछु। म वास्तवमा भन्नुपर्दाखेरि एक नाचुङ हुँ। नाचुङ यानि सामान्य भाषामा भन्न पर्दा धामी। ममा यो नाचुङ उत्रेको पनि करिब 1.5 वर्ष जति भइसक्यो र यो 1.5 वर्षको अन्तरालबीच जे मैले यो गएको वैशाखमा भोगेँ त्यस्तो त्योभन्दा अगाडि कहिले पनि भोग्नु परेको थिएन। यो कुराको सुरुवात मेरो बजुको देहान्त भएपछि भएको थियो, यानि चैत्रको महिनाबाट। वृद्ध अवस्थामा हुनुभएको मेरो बजु बित्नुहुँदा बुवा आमा र म हामी यता काठमाडौँतिर थियौँ। काठमाडौँमा यसरी बस्दै गर्दा गाउँबाट त्यस्तो खबर आउनसाथ बुवा र आमा उति नै बेला गाउँतिर लागिहाल्नुभयो। तर म चाहिँ भने यता आफ्नो परीक्षा चलिरहेकोले गर्दा उहाँहरूसँग तब गाउँमा जान सकिनँ। त्यस्तो हुँदा म यता काठमाडौँमै बसेर आफ्नो परीक्षाको तयारीमा लागिरहेँ र त्यति बेला बुवा आमा गाउँमा गएर हामी राईहरूको परम्पराअनुसार हजुरआमाको अन्तिम संस्कार गर्नतिर लाग्नुभयो। अन्तिम संस्कारको कामहरू सकिसकेपछि घरमा धामी बोलाएर चिन्ता पनि राख्नुभएको थियो, किनकि हाम्रो संस्कृतिमा चाहिँ मृत्यु भएको मान्छेको आत्मालाई बाटो लगाउनुपर्छ भन्ने मान्यता छ र त्यो बाटो लगाउने काम चाहिँ धामीले मात्र गर्नुहुन्छ। यति सबै कामहरू सकेपछि बुवा आमा फर्केर यता काठमाडौँ आउनुभयो। उहाँहरू यता फर्केर आउनु भएपछि या भनौँ मेरो बजु बित्नु भएको त्यस्तै 25 दिनपछि मैले एक्कासी धेरै अनौठो कुराहरूको अनुभव गर्न थालेँ। जुन अनुभवको सुरुवात भएको थियो त्यो रातको एक सपनाबाट। हुन त बजु बितिसक्नु भएपछि मैले उहाँलाई 3-4 पटक नै आफ्नो सपनामा देखिसकेको थिएँ, तर त्यो रातको सपनामा उहाँ अलि बेग्लै ढङ्गले प्रकट हुनुभएको थियो। साँझको खानासाना खाएर निदाएको म सपनामा आफ्नो गाउँमा पुगेको हुन्छु। त्यसमिसे अँधेरीको रातमा म सरासरी त्यहाँ घरतर्फ अघि बढिरहेको हुन्छु कि त्यति बेलै त्यहाँ आँगनको डिल्नेर टुसुक्क बसिरहनु भएको मेरो बजुलाई देखेर मेरो पाइला त्यहाँ आँगन पुग्नु अगाडि नै रोकिन्छ। म त्यहाँ रोकिनसाथ बजुले मलाई बिस्तारै आफ्नो नजर उठाएर हेर्नुहुन्छ र उहाँले त्यसरी हेर्नसाथ म उहाँलाई बजु यति राति के गरिरहनु भएको बाहिर भनेर बोलाउन खोज्छु, तर मेरो मुखबाट
कुनै आवाज नै निस्किँदैन। त्यसरी आवाज ननिस्किँदा लम्केर उहाँ भएको ठाउँसम्म पुग्न खोज्छु, तर यता पाइला नि सर्न मान्दैन। म त्यसरी न बोल्न सक्नु न हिँड्न सक्नु भएर एकै ठाउँमा अल्मलिरहेको हुन्छु र ठिक त्यति नै बेला त्यहाँ एउटा आवाज गुन्जिन थाल्छ। यसरी यो रोएको आवाज कानमा पर्न साथ मैले बजुतिर फर्केर हेर्दा उहाँ त्यहाँ आँगनको डेलमा मतिर फर्केर ठिङ्ग उभिरहनु भएको हुन्छ। त्यो झिसमिसे अँधेरीमा आँगनको डेलमा उभिएर रोइरहनु भएको बजु त्यहाँ रुँदा रुँदै हात लम्काएर मतिर अघि बढ्न थाल्नुभयो। त्यस्तो हुँदा भने म सपनामै पनि डराएको थिएँ र त्यही डरले त्यहाँ भाग्ने क्रममा पछाडि ठेस लागेर लड्न पुग्दा म चल्यास्स बिउजिएँ। बिउजिँदा मेरो आधा जिउ पसिनाले भिजेको थियो र खै के कारणले हो त्यति बेला मलाई आफ्नो बजु मसँगै त्यो कोठाभित्र हुनुहुन्छ कि भन्ने अनौठो खालको आभास पनि भइरहेको थियो। हुन त एक तामी भइसकेपछि केही अलौकिक शक्तिहरू आफ्नो आसपास भएको चाहिँ महसुस हुनु कुनै नौलो कुरा त थिएन, तर त्यो जुन आवाज थियो त्यो अरू बेलाको आवाज जस्तो थिएन। नराम्रो सपना हो, देखि त हालेँ, भइ त हाल्यो पनि सोचेको थिएँ मैले, तर त्यो दिनबाट यस्तै खाली सपनाहरू दोहोरिन सुरु भयो। हरेक बेला बजु रोइरहेको देख्ने, कहिले कराइरहेको देख्ने र त्यस्तो देख्न साथ म तर्सेर बिउजिहाल्ने। सपनाले के भन्न खोज्दैछ, केतिर इसारा गर्न खोज्दैछ भनेर मैले राम्रोसँग बुझ्न नि पाएको थिइनँ कि यी कुराहरू मसँग विपनामै हुन सुरु भयो। सपनामा देखा पर्नुहुने मेरो बजुलाई अब मैले विपनामै पनि देख्न थालेँ। एक दुईचोटि त राति त्यसरी सपनाबाट तर्सेर बिउजिँदा मेरो कोठाभित्र एकछिन झुलुक्क मात्र देखेको थिएँ मैले उहाँलाई, त्यो पनि हो कि होइन जसरी। तर त्यसपछि मैले उहाँलाई जसरी देखेँ त्यो दृश्य मैले चाहेर पनि भुल्न सकेकी छैन। कुरा यही वैशाख महिनाको हो। त्यो साँझ मनमा अनेक थरी कुराहरूले आफैलाई सताइरहेको हुँदा सुत्न नसकेर म अलि अबेर रातसम्मै उठेर बसिरहेकी थिएँ। त्यसरी बस्दै गर्दा रातको 11-12 बज्न लाग्दा नि निद्रा आउला जस्तो नभएपछि यसै नै आज निदाउने होइन, बरु चिसो पानीले मुख धोएर आउनु पर्यो, आँखा पोल्न त कम हुन्छ कमसेकम भन्दै म मुख धुनलाई बाहिर टोयलेटतर्फ गएँ। बिच रातको समय थियो, त्यसकारण म खासै आवाज नगरी बिस्तारै टोयलेटतर्फ अघि बढिरहेको थिएँ कि त्यति बेलै सुन्नमा आएको आवाजले म बिचमै रोकिएँ। यसरी पर्याङबाट तल चढ्दै गरेको आवाज सुनेर रोकिएको म जब त्यो आवाज सुनेर पर्याङतिर फर्किएँ तब त्यहाँ माथि पर्याङबाट मेरो मृतक बजु तल ओर्लिरहनु भएको थियो। बितिसक्नु भएको बजुलाई त्यसरी आफ्नो अगाडि देख्दा म आफू उभिएकै ठाउँमा डरले जमिहालेँ। म त्यहाँ एकै ठाउँमा मूर्ति झैँ अरौरो भई उभिरहँदा बजु त्यहाँ पर्याङबाट बिस्तारै तल चढ्दै चढ्दै त्यो अँधेरोमै उजेल भएर हराउनु भयो। पुरै होसमा आफ्नो आँखे अगाडि यो सब देखेपछि म त्यहाँबाट कसरी आफ्नो कोठासम्म आएर त्यो रात कसरी निदाएँ भन्ने कुराको मैले केही मिसो पाउन सकिनँ। मलाई यो कुरा अझैसम्म नि याद छैन। याद छ त केवल त्यो पर्याङको दृश्य। यसरी सपनाबाट हुँदै बजुलाई विपनामै देख्न थालेपछि म बिरामी पर्न थालेँ, जसले गर्दा मेरो काम र पढाइ दुवैमा निकै असर पर्न सुरु भयो। विशेष त पढाइमा, किनकि 1 वर्ष पहिले पनि तामी उत्रिँदा मेरो त्यो पुरै वर्षको पढाइ रोकिएको थियो। तामी उत्रिँदा धेरै कुराहरू बार्नुपर्ने भएकोले गर्दा रोकिएको मेरो पढाइ
बल्ल तल्ल एउटा लाइनमा आउँदै थियो कि यता लाइन पक्रिन नपाउँदै अर्को तगारो मेरो अगाडि तेर्सेन आइपुग्यो। हुन त म भुइँ फुटुवा भएर उत्रेको त हामी हुँ, र पनि यो मेरो निम्ति पहिलो पटकको अनुभव भएका कारण मैले आफू गुज्रिरहेको यो समस्याबारे घरमा कुरा राखेँ। मैले त्यसरी कुरा राखेपछि मेरो बुवाले ढिला नगरी मलाई केही दिनमै हाम्रो पहाड घरमा लिएर जानुभयो, जहाँ मेरो बजु बित्नु भएको थियो। यसरी बुवासँग हाम्रो पहाड घर पुगेकी म त्यहाँ घरको आँगन टेक्न साथ मलाई बेसरी काम छुट्न सुरु भयो। त्यसरी काम छुट्दा मैले के बोलेँ त्यो त मलाई याद भएन, तर जे बोलेँ त्यसले गर्दा यसरी काम छुटेको ठिक भोलिपल्टै घरमा चिन्ता राखियो, र यो मेरो धामी भएपछिको पहिलो चिन्ता थियो। यसरी चिन्ता बसेर सब गरेपछि पहिला चिन्ता राखेको तामीले राम्रोसँग बाटो नदेखाएको हुँदा बजुको हातमा बाटो नपाएर भड्किरहनु भएको रहेछ भन्ने कुरा मैले थाहा पाएँ। जुन समस्याको हल मैले चिन्ता बसेपछि बल्ल भएको थियो। यसरी त्यहाँ चिन्ता बसेर सब काम सकाएपछि पनि मैले बजुलाई आफ्नो सपनामा देखेको थिएँ, र यो बेला भने उहाँ एकदम खुसी हुनुहुन्थ्यो। उहाँको मुहारमा तब एकदम हँसिलो मुस्कान थियो। हुन त विश्वास गर्न गाह्रो छ, तर आफैलाई परेको चिज विश्वास नगरौँ पनि कसरी। यो रहस्यमय दुनियाँको रहस्य जति बुझे जस्तो लाग्छ त्यति नै अबुझ भए चाहिँ महसुस हुन्छ। यो आवाज कतै तपाईँहरूको घरको पर्याङबाट त आइरहेको छैन? सुत्नु अघि एक फेरि हेरेर आउनुहोस् है। शुभरात्रि। हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले जति परिपूर्ण छ त्यति नै प्राकृतिक प्रकोपको खतराले पनि, जसमा सबभन्दा बढी खतरा बनेको बाढी र भूकम्पको, जसले भौतिक क्षति गर्नुका साथसाथै अरू पनि धेरै कुराहरू आफूसँग लिएर जान्छ र एउटा नमेटिने घाउ दिएर जान्छ। 72 सालको भूकम्पले दिएको घाउ त अझै प्रायको मनमा आलै छ होला। प्राकृतिक प्रकोपले यसरी धेरै कुरा लिएर जाँदा मान्छेलाई मान्छेको साथ चाहिन्छ भन्ने एउटा आभास चाहिँ गराएर गएको हुन्छ। नभए त्यस्तो भीषण परिस्थितिको बेला राहत वितरण गर्न आउने टोलीहरूलाई नै हेरौँ न। यस्तै आफ्नो ज्यानको परवाह नगरी दूरदराज ठाउँसम्म अत्यावश्यक राहतको सामानहरू पुर्याउन पनि हिँड्नु भएको एक टोलीको बोगाइ हो यो, जुन यहाँहरूले आजको एपिसोडमा सुन्न पाउनुहुनेछ। आउनुहोस् ढिला नगरी मौसम घलेजीले लेखी पठाउनु भएको घटनाबाट सुरु गरौँ आजको एपिसोड। भक्त काका, जो आफ्नो 21 वर्षीय युवा जवान उमेरमा काम गर्न भनी भारतको आसाममा जानुभएको थियो। यो उहाँकै एक हृदय विदारक भोगाइ हो। उहाँसँगै सम्बन्धित एक कहाली लाग्दो घटना हो। नमस्कार, म मौसम घले र यो मेरो भक्त काकाको आफ्नै भोगाइ। कुरा लगभग 31 वर्ष पहिलेको हो। त्यति बेला पनि देशमा बेरोजगारीको समस्या उत्तिकै, जसको असर सिधै एक परिवारको जीविकोपार्जनमा पर्न गइहाल्ने र यही समस्यालाई अलि भए नि हल गर्न, अलि भए नि परिवारभित्र सहयोगको हात बटाउन प्रायजसो घरबाट हरेक जवान छोराछोरीहरू कामको खोजीमा बेला बखत भारत पस्ने गर्नुहुन्थ्यो, जुन हुलमा एक मेरो काका पनि पर्नुभयो। मेरो काका चाहिँ तब आसामको कानामकुरी जंगलमा पिपिल्ला भन्ने जडीबुटी टिप्नको लागि जानुभएको थियो, जुन तब आइसी 40 रुपियाँ प्रति किलोमा बिक्री हुने गर्थ्यो। अब तब काका एक्लै मात्र जान्छु भन्नुभएको भए त घरबाट हजुरआमाले पठाउनु हुन्थेन होला, तर त्यति बेला काकासँगै उहाँका अरू 2 मिल्ने साथीहरू पनि जाने भन्नुभएको हुँदा हजुरआमाले
ढुक्क भएर काकालाई जान दिनुभयो। काका त्यसरी जानुभएपछि घरमा आर्थिक भारको बोझ अलि कम हुन सुरु भइरहेको मात्र के थियो कि त्यसको 3 महिना नि नबित्दै एक्कासी भक्त काकालाई त उता वनमा जडीबुटी टिप्न जाँदा जङ्गली हात्तीले किचेर मारेछ भन्ने खबर यता काकाको घर चापासम्म आइपुग्यो र यो खबर गाउँमा आगोसरी फैलिन थालिहाल्यो। 21 वर्षीय जवान छोराको एकाएक त्यस्तो दुःखद खबर सुनिँदा मेरो हजुरआमा त भाव बेहोल हुनुभएको थियो। अरूमाथि विश्वास गरेर जानलाई अनुमति उहाँले नै दिनुभएको हुँदा त्यहाँ सबभन्दा बढी चोट हजुरआमालाई नै पर्न गयो। काकाको त्यसरी दुःखद निधनको खबर त आइपुग्यो, तर उहाँको लास भने अझै नेपाल आइपुगेको थिएन। जसकारण यता आफन्त नातागोताका मान्छेहरू काकाको रहल भाग शरीर मात्र भए नि खोजेर लिएर आउने भन्दै आसामको त्यो जंगलमा खोजी गर्न जानुभयो। तर उहाँहरूले त्यहाँ केही पनि भेटाउन सक्नु भएन। न काकाको शरीरको रहल भाग, न उहाँसँगै गएका ती 2 जना साथीहरू। उहाँहरूले त्यहाँ केही पनि पाउनु भएन। त्यसरी 2 पताल लाएर खोज्दा नि केही नभेटिसकेपछि हाम्रो हिन्दू परम्परा अनुसार भक्त काकाको भौतिक शरीर बिनै नदीमा दह संस्कार गरियो। दह संस्कार गरिसकेपछि पनि अन्तिममा आफ्नो कान्छो छोराको मुख समेत हेर्न नपाएको पीडामा हजुरआमा रोइ नै बस्नुहुन्थ्यो। खाना पनि केही नखाइदिने, बेहोस नै भएर कति पटक त अस्पताल नै लिएर जानुपर्ने भएको थियो। उहाँको एक हिसाबले मानसिक सन्तुलन नै गडबड हुन सुरु भइसकेको थियो। हजुरआमाको त्यस्तो हालत देखिरहँदा कसैले नि यो घटनालाई भुल्न सक्नु भएन र सबै मिली काकाको यस्तो रहस्यमय मृत्युको जवाफ खोज्नतिर लाग्नुभयो। तर उहाँहरूले कहीँ कतैबाट पनि काकासँग आखिर के भएको थियो भन्ने कुराको पत्ता लगाउन सक्नु भएन र अन्ततः उहाँहरूले यसबारेमा बुझ्न धामी झाँक्रीलाई नै बोलाउनु पर्ने भयो। गाउँमा तब जे माइलाको नामबाट निकै चलेका एक धामी हाम्रो हजुरआमाको घरमा आइपुग्नु भयो। त्यति बेला गाउँका अरू मान्छेहरू पनि निकै चासो लिएर त्यहाँ हेर्नलाई आउनु भएको थियो। सबैजना उपस्थित हुनुभएपछि झाँक्रीले आफ्नो विधिहरू सुरु गर्नुभयो। यो सब विधि सुरु भइरहँदा त्यहाँ जे भयो त्यो सब देखेर, त्यो हृदय विदारक दृश्यहरू देखेर त्यहाँ हेर्न आउनुभएका सब गाउँका मान्छेहरू रुन थाल्नुभयो र अचम्मित पर्नुभयो, किनकि त्यो निकै अविश्वसनीय दृश्य थियो। यसरी झाँक्रीले आफ्नो विधि पूरा गरिरहँदा एक्कासी झाँक्री मार्फत बखत काका बोल्न थाल्नुभयो। उहाँ निकै पीडामा पक्कानिएर रोइरहनु भएको थियो। उहाँले रुँदै मेरो हात बाँधिदिए, मेरा दुवै खुट्टा बाँधिदिए र मलाई भर्खरै खनेको खाल्टोमा हालेर माथिबाट माटो खनाइदिए। मैले निकै हारगुहार मागिरहेँ, तर कोही आएनन्। त्यसको 3 दिनपछि आएका थिए उनीहरू, म मरेकी भनी हेर्नलाई। तर म त्यहाँ जिउँदै भएको देखेर जमिनबाट बाहिर निकाले मलाई। मैले उनीहरूलाई मलाई नमार्नु भनी दयाको भिख मागे, तर उनीहरूले सुनेनन् र मलाई कुटपिट गर्न थाले। म रगताम्मै भएँ र पनि मलाई छोडेनन्। मैले सास जाने बेलासम्म पानी मागिरहेँ, त्यो पनि दिएनन् र अन्ततः मलाई रुखेमा झुन्ड्याएर मारे। आमा मलाई रुखेमा झुन्ड्याएर मारे। यो सब सुनेर गाउँका मान्छेहरू त भकानिएका थिए। झन् मेरो हजुरआमाहरूको त हालत के भयो होला। त्यही भएर तपाईहरू पनि एकदम सतर्क रहनुहोस्। यहाँ कुन मानवभित्र राक्षसी दानव लुकेको हुन्छ पत्तै हुँदैन। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। आउनुहोस् लागौँ आजको
अन्तिम घटनातर्फ। नमस्कार, म मधुसूदन तामाङ ललितपुरबाट। आजभन्दा लगभग 1 वर्ष अगाडि जाजरकोटमा गएको भूकम्पले त्यहाँ निकै नै क्षति पुर्याएको थियो। यस घटनाबारे त सायद यहाँहरू प्राय जानकार नै हुनुहुन्छ होला। त्यस्तो भीषण परिस्थितिमा सहयोग गर्ने हातहरू सरकारीदेखि निजी तहबाट केही हदसम्म उठिरहेकै बेला म लगायत मेरा अरू 2 सहकर्मी साथी उदय र निरज हामी पनि हाम्रो अफिसको तर्फबाट केही राहतका खाद्यान्न सामान र केही लत्ता कपडाहरू लिएर आफ्नै गाडीमा जाजरकोटको लागि निस्किएका थियौँ र त्यही यात्रा गर्ने क्रममा आफूहरूले अनुभव गर्नु परेको एउटा निकै नै अनौठो घटना हो यो, जुन घटना सम्झिँदा अहिले पनि मन चिसो भएर आउँछ। जीप गाडी अगाडिको 2टा सिटमा उदय र निरज अनि पछाडिका सबै सिटहरूमा सामान राखेर जाजरकोट शिर्पा चौरसम्मको हाम्रो यात्रा सुरु भयो। ठाउँको नाम सुनेको, तर त्यस ठाउँतिर कहिले नपुगेका हामी त्यहीँका एक वडा सदस्य दाइसँगको समन्वयमा उहाँले फोन मार्फत गाइड गर्नुभएको बाटो पछ्याउँदै हामी अघि बढिरह्यौँ। अब घर पसलहरू भएको ठाउँतिरबाट त मान्छेहरूलाई फलाना ठाउँ जाने बाटो कता हो भनी सोध्दै भए नि गइरहेका थियौँ। तर मासतिर लाग्दै गएपछि भने बस्तीहरू केही पत्ता लिन थाले र त्यस सँगसँगै मान्छेहरूको उपस्थिति पनि। यता बस्तीहरू पत्ता लिनु, कतै बाहिर हिँडुल गरिरहेको मान्छेहरू नदेखिनु र रातको अँधेरीले छपक्कै छोप्नु एकैपटक हुँदै थियो। अन्धकारले यसरी छोप्न थालेपछि भने उदयले उता वडा सदस्य दाईलाई फोन गरेर, दाई हामी फलाना ठाउँ काट्यौँ, अब यहाँबाट कतातिर आउने हो भनी सोध्न थाल्यो। उदयले त्यसरी सोद्धा उता दाईले, हजुरहरू त्यो बाटो नछोडी सरासरी अघि बढ्नु, म हजुरहरूलाई बाटो छेउमै कुरेर बसिरहेको छु भन्नुभयो। दाईले त्यसो भन्नुहुँदा अब हुन्छ त भनियो, तर त्यो अँधेरोमा बाटो देखिएको भए त मरिजाउँ। पुरै बनमाराको चारले छोपिएको बाटो, त्यसमाथि यसो पहिले नै कुनै गाडीहरू गुडेर यसो टायरको छापहरू देखिएको भए नि त्यसलाई पछ्याउँदै जाउँ भन्ने हुन्थ्यो। त्यहाँ त त्यो पनि थिएन, जसले गर्दा हामी अन्दाजकै भरमा अलि मासतिर गएपछि कोही भेटिएला नि भन्ने आशा लिँदै अघि लाग्यौँ। तर हाम्रो त्यो आशा अलि गर्दै निराशामा परिणत हुँदै गयो, किनकि निकै बेर अघि लागिसक्दा पनि हामीले त्यहाँ मान्छेको नाममा चरो मुसो केही भेटाएनौँ। त्यस्तो हुँदा निरजले जता हेऱ्यो त्यही बनमाराको घारी मात्र छ, होइन हामी कतै गलत बाटो त आइएन, यत्तिका बेरसम्म नि कोही देखिन्न त भन्दा उदयले, पखै म फेरि एकचोटि फोन गर्छु त्यो दाइलाई भन्दै वडा सदस्यलाई फोन लगाइहाल्यो। फोन त लाग्यो, तर उहाँको जवाफ अझै नै उही, बाटो नछोडी आउनु, म यही बाटो छेउमै यहाँहरूलाई कुरेर बसिरहेको छु। यो पटक भने उहाँको यो जवाफ सुन्दा मेरो चाहिँ दिमाग रनक्कै तातेको थियो, जसकारण मैले हात छोड्दै ती दाइलाई, जाउँ अब जहाँसम्म पुगिन्छ भन्दै रन्केर गाडी हाँकिहाले। त्यसरी हाँक्दै अघि लागेको अलि समयपछि झ्यालपट्टि सिटमा बसिरहेको निरजले, ए मधु गाडी अलि स्लो गर् त, ऊ त्यो दाइलाई सोधिहेरौँ एक फेरि भन्दा म एकछिन अलमल्ल परेँ, किनकि मैले देखेसम्म त्यहाँ बाटोतिर कोही पनि थिएन। त्यति बेलै उदयले नि कसलाई सोधौँ भन्छ यो, कहाँनिर खोइ भन्दै बाटोको छेउकुना हेरिरहँदा निरजले, त्यही त्यो भारी बोकेर आउँदैछ त, कस्तो नदेखेको तिमीहरूले भन्दै गर्दा एक्कासी देब्रेपट्टिको साइडबाट कोही मान्छे स्वाट्ट पास भएको देख्दा मैले झ्याप्प ब्रेक लगाइहालेँ। ब्रेक लगाउन साथ झन् गाडी अलि स्लोगर भनेको त भन्दै निरजले, ए दाइ सुन्नुहोस् न भन्दै बोलाउन झ्याल बाहिर टाउको निकालेर हेर्दा त त्यहाँ बाटोतिर त कोही पनि पो थिएन। त्यस्तो हुँदा निरज गाडी तन्काई बाहिर त्यो मान्छेलाई कतै देखिन्छ कि भनी हेर्न थाल्यो र म
त्यहाँ साइड मिरर र लुकिङ मिररतिर कति देखिन्छ कि भन्दै हेर्न थाले। तर एकछिन अघि त्यही गाडीको साइडबाट पास भएको मान्छेको तब त्यहाँ कहीँ कतै नामो निशान थिएन। त्यस्तो हुँदा कहाँ चाहिँ गएछ त्यो मान्छे भन्दै निरज गाडीबाट ओर्लेर बाहिर हेर्न गयो। निरज त्यहाँ गाडी बाहिर निस्किन साथ उदय भने, होइन को मान्छे भने हो तिमीहरूले, मैले त कोही नै देखिन त भन्दा मैले, खै मैले नि झुलुक्कै यहीँ साइडमा आइसि देख्या हो, अहिले कता पो पुग्या कुन्नी भन्दै दुईजना पछाडि फर्केर बाहिरतिर हेर्दै गर्दा कहाँ चाहिँ उछिटेछ त त्यो मान्छे, जहिले अप्ठ्यारो परेको बेला यस्तै हुन्छ भने भन्दै निरज गाडीभित्र पस्न साथ मैले हुँदै अरूकै भेटिहाल अगाडि भन्दै गाडी कुदाइहालेँ। त्यसपछि भेट्न त भेटियो, तर मान्छे होइन, अरू नै केही। त्यहाँबाट केही अलि अगाडि लाग्न साथ निरज, मलाई त कस्तो उल्टी पो आउला जस्तो भयो त यार भन्दै आधा टाउको च्याल बाहिर पर्ने गरी च्यालमा अडेस लाएर बस्न थाल्यो। र उदय र म चाहिँ त्यो वडा सदस्य दाइलाई फोन लगाउने कोसिसमा लाग्न थाल्यौँ, किनकि नेटवर्कको समस्याले गर्दा उहाँसँग फोन सम्पर्कै हुन पाइरहेको थिएन। रात नि छिपिँदै गइरहेको थियो र त्यसमाथि बाटोको नि केही टुङ्गै नलागेर तनाव भई भौतारिरहेका थियौँ हामी कि त्यति बेलै एक्कासी गाडीको छतमाथि केही निकै भारी कुरा गम्राङ्गे खसेर बजारिएको हुँदा हामी तिनैजनाको सापतो पुत्लो उडिहाल्यो। त्यस्तो सुनसान ठाउँमा कहाँबाट के चाहिँ बजारियो त छतमा भन्ने कुराबाट अन्जान हामी त्यो आवाज सुन्न साथ हत्त नपत्त गाडी रोकेर तिनैजना बाहिर निस्किँदै माथि छततिर हेर्न थाल्यौँ, जहाँ केही रुखका पातहरू बाहेक अरू त्यस्तो केही पनि थिएन। आवाज अनुसार निकै ठुलै कुरा बजारिएको चाहिँ सुनिए तापनि त्यहाँ त्यस्तो कुच्चिने होर्ने जस्तो केही नै नभएको हुँदा हामी छक्क परेका थियौँ। हामी छक्क पर्दै एकअर्काको मुख हेराहेर गर्न थाल्यौँ। आखिर के चाहिँ थियो होला त त्यसरी बजारिएको भन्ने कुराले उसै त मनमा डरको ज्वरो गाडिरहेको बेला निरजले कतै बाघ भालुले त चम्टेनन् गाडीमा, रुखसुख ढुङ्गाहरू भएको भए त देखिनु पर्ने हो त यतै भन्दा हामी भित्रको डर झन् वात्तै बढी गयो। र साँच्चै त्यस्तो हो भने त यसरी बाहिर बस्नु सुरक्षित छैन भन्दै हतार हतार गाडीभित्र पसेर हामीले च्यालहरूको सिसा लगाइवरी त्यहाँबाट टाप कसिहाल्यौँ। बाटो खासै त्यस्तो उकालो पनि होइन, न त हामीले नै त्यस्तो बोक्नै नसक्ने भारी सामान लिएर आएका थियौँ। तर खोइ के भएर हो त्यहाँदेखि यता कटेसी गाडीलाई एक गियरमा तान्न पनि हम्मे पर्न थाल्यो। यस्तो भएपछि लौ अब गाडी पनि बिचमै बिग्रिने भयो, न मान्छेको फोन लागेछ न कतै बाटो भेटिन्छ, आजको रात यहीँ बिचतिरको बास हुने भयो हाम्रो भन्दै बडो तनाव लिएर जाँदै थियो कि त्यतिकैमा पर कतै एउटा बत्तीको उज्यालो प्रकाश देखा पर्यो। घरको बत्ती थियो, कुनै मान्छेले टर्च लाइट बोकेर बसिरहेको थियो वा कुनै पोलको बत्ती थियो, त्यो हामीलाई थाहा थिएन। बस त्यहाँ त्यो उन्कन्टार अन्धकारको बीच त्यही एउटा उज्यालो प्रकाश देख्दा अब चाहिँ जसरी भयो नि त्यो बत्ती भएको ठाउँसम्म पुगेरै छाड्ने हो भन्ने ऊर्जा आउन थाल्यो। र त्यही ऊर्जाका साथ हामी त्यो बत्तीलाई पछ्याउँदै अघि सर्न थाल्यौँ। त्यसरी अघि सर्दै हामी त्यो बत्तीको नजिक पुग्दै गर्दा निरजले, ए मधु, ऊ त्यहाँ पाखामा बस्ने मान्छे वडा सदस्य हो कि क्या हो, हामीलाई नै बोलाइरहेको जस्तो देखिन्छ त, हेर त भन्दै पर पाखातिर देखाउन थाल्यो। उसले देखाएको ठाउँतर्फ हेर्दा त्यहाँ मधुरो उज्यालोको बीच परको त्यो पाखामा एकजना मान्छे उभिएर आफ्नो हात हल्लाउँदै हामीलाई नै इसारा गरिरहेको थियो। हुन त मैले नि वडा सदस्य दाइलाई एकपटक मात्र अफिसको कार्यक्रममा भेटेको थिएँ, त्यो बाहेक यता उही फोटोहरूमा मात्र देखेको हुँदा ठ्याक्कै ठम्म्याउन त सकिनँ। तर हामीतिरै हेरेर इसारा गरिरहेको हुँदा चाहिँ खै हामीलाई नै बोलाइरहेको हिसाबले त उहाँ नै हुनुपर्ने भन्दै त्यही मान्छेलाई निहाल्दै अघि बढिरह्यौँ।
हामी त्यसरी अघि बढ्दै जाँदा नजिकिँदै गएसँगै त्यो पाखामा उभिरहेको मान्छे प्रष्ट देखा पर्नु त कहाँ हो उल्टो झन् मधुरो मधुरो पो हुँदै गइरहेको थियो। त्यस्तो हुँदा सायद बत्तीको लाइट आँखामा डाइरेक्ट परेर पो हो कि त्यस्तो देखिएको भन्ने सोच्दै अघि जाँदै थियौँ। तर त्यस्तो होइन रहेछ। हामी जसलाई हेर्दै अघि लाग्दै थियौँ त्यो मान्छे त नजिकिएसँगै मधुरो मधुरो हुँदै त्यही पाखाबाटै एकाएक गायब नै भएर गयो। तिनैजनाको आँखा अघिबाट यसरी देखा परेको मान्छे एक्कासी हराउँदा हामीलाई त एकछिन सपना हो कि विपना हो चाहिँ हुन थालिहाल्यो। कहिले गाडी बिग्रेला जस्तो हुने, कहिले आँखै अघिबाट मान्छे हराउने जस्ता अनौठा भोगाइहरू भोगेर पार गर्दै हामी बल्ल तल्ल त्यो बत्ती भएको ठाउँसम्म आइपुग्यौँ। त्यो बत्ती बोलिरहेको ठाउँतिर भने मान्छेहरूको राम्रै उपस्थिति थियो। त्यही मान्छेहरूको भिडमा वडा सदस्यलाई नि कतै भेटिहालिन्छ कि पनि फोन गरेर, दाइ हामी यो बत्ती भएको बस्तीसम्म आइपुग्यौँ, अब यहाँबाट कता आउने हो भनी सोद्धा उहाँले भर्खरै यहाँबाट गएको सेतो जिप गाडी तपाईँहरूकै हो कि क्या हो भन्नुहुँदा हामीले हजुर हाम्रै हो त त्यो गाडी, खै तपाईँ कता हुनुहुन्छ भन्दा उहाँले म त अरूकै गाडी होला भन्ठानेर नरोकी बसेको, हजुरहरूले नि कस्तो नदेख्नु भएको त मलाई, ल गाडी रोक्नुहोस् म आउँदैछु पछि पछि भन्नुहुँदा मैले गाडी रोकिहालेँ। मैले गाडी रोक्नु साथ उदयले आफूले त वडा सदस्यलाई पहिले नै भेटेको होइन र कस्तो नचिनेको त भन्दा मैले अब एकचोटि देखे हो, बुढाको त अब टाउकोमा एउटै कपाल थिएन, त्यही भएर म त तालु हेर्दै हिँडेको भन्दै गर्दा वडा सदस्य दाइ ठ्याक्कै अगाडि आइपुग्नु हुँदा म त छक्क परिगएँ। आफूले देख्दा तालु देखेको मान्छे त्यहाँ त विग लाएर चिटिक्क परेर पो आउनु भएको रहेछ। अनि कहाँबाट चिन्नु मैले त्यो भिडमा। एकछिन त यो कुराले निकै हाँसो पनि लाग्यो र हाँसियो पनि। तर त्यहाँ दाइसँग गफ गर्दै उहाँकोमा बस्न जाँदै गर्दा निरजको स्वास्थ्य अवस्था अलि बिग्रिन थालेपछि भने त्यहाँ अर्को तनाव थपिन सुरु भयो। त्यस्तो हुँदा दाइले भाइलाई गाडी लागेछ कि के हो भनी सोध्न थाल्नुभयो र हामीले उहाँलाई खै दाइ गाडी लागेको भन्नु कि के लागेको भन्नु भन्दै त्यहाँ बाटोमा आउँदै गर्दा आफूहरूले भोगेको र देखेको सबै कुराहरू सुनायौँ। हाम्रो कुरा सुन्नुभएको दाइले गाडीभित्र हुन्जेल त त्यस्तो केही नै प्रतिक्रिया दिनुभएको थिएन। तर गाडीबाट ओर्लिएर उहाँको घरभित्र पुग्न साथ भने उहाँले भित्रबाट बाटेको धुप अनि चामल र केही अबिरहरू लिएर राति हुँदो यो वनजङ्गलको बाटो हिँड्दा केही लाग्या ओर्या हुनसक्छ भन्दै अचेता फुकेर मन्साइदिनु भयो। दाइले अब यो सबै कुरा बुझेर गरिदिनु भएको थियो वा यसै हच्चको भरमा त्यो त मलाई थाहा भएन। तर त्यति गरिदिनाले सिकिस्तै होला चाहिँ भएको निरज भोलिपल्ट उठ्दा भने पुरै फ्रेस भएको थियो। हुन त यो झारफुक पूजाआजाका विधिहरूलाई अन्धविश्वासको नजरले हेर्ने गरिन्छ। म नि अलि बुझ्ने हुन थालेपछि त्यही नजरले हेर्ने गर्थेँ। तर त्यो एक रातले मेरो यी कुराहरूतर्फ हेर्ने नजर, मेरो त्यो सोच नै पुरै परिवर्तन भएको छ। साँच्ची यात्रा गर्दा यहाँहरू पनि झ्यालको सिट खोजेर बस्नुहुन्छ होला है। घटना सुनिहाल्नु भयो, अब चाहिँ अलि विचार गरेर बस्नु है। शुभरात्रि। घुम्न कसलाई मन पर्दैन, त्यसमाथि आफ्नो मन मिल्ने साथीभाइहरूसँग। कतै डाँडा काँडा होस्, सुनसान जङ्गल होस्, जहाँ रातको बेला टेन्ट गाडेर मस्त मासु पोल्दै रमाइलो गरेर साथीहरूसँग एक रात मात्र बिताउन पाए नि स्वर्गै पुगेको चाहिँ अनुभूति हुन्छ होला है। यहाँहरूलाई पनि त बेला बेला त्यसै गरौँ जस्तो लाग्छ होला नि। यदि त्यस्तो लाग्छ अथवा अहिले नै लागिरहेको छ भने एक फेरि यो एपिसोड अन्तिमसम्म सुनेर मात्र आफ्नो निर्णय बनाउन होला है। के त यो सुनिसकेपछि यहाँहरूको मन फेरि नै भयो कि के छ त विचार, अन्तिमसम्मै सुनिदिने हो? त्यसो भए सुरु गरिहालौँ न त।
मकवानपुर हेटौडाबाट सुरवीरजीले लेखिपठाउनु भएको उहाँ र उहाँको साथीहरूको आफ्नै भोगाइबाट आउनुहोस् सुरु गरौँ आजको एपिसोड। नमस्कार, मेरो नाम सुरवीर, पहाड घर बुलिङटार अनि हाल चाहिँ हेटौडाबाट। हेटौडा बस्न थालेको पनि थुप्रै समय भइसक्यो। 20-21 वर्षको हुँदा यता आएको म अहिले 46 लागिसकेँ। अब त मेरा बालबच्चाहरू नै कलेज जाने भइसकेका छन्। यो झन्डै 24-25 वर्षको यात्रा कति छिटो आँखा चिमिक्क गर्दा नै बितिगएको चाहिँ लाग्छ। कहिलेकाहीँ यत्तिका वर्ष मैले हेटौडामा के चाहिँ गरेँ त भनेर यसो याद गर्न खोज्दा खै कुनै एउटा त्यस्तो स्मरण हुन सक्ने खाले पल दिमागमै आउँदैन। याद आउँछ त केवल त्यही बुलिङटारमा आफ्नो पहाड घरमा बिताएका समयहरू, त्यहाँ आफ्ना साथीहरूसँग रमाइलो गरेका पलहरू। साथी भन्न साथ मेरो मुखमा आउने दुईटा नाम अमर अनि अर्को गणेश। हामी तिनजना फेरि सानैबाट जे गर्दा नि सँगै, जहाँ जाँदा नि सँगै, जसले गर्दा हामी भएपछि हामीलाई अरू कसैको वास्तै हुन्थेन। फेरि गणेश आफ्नो साथी हुनुको हामीलाई छुट्टै फाइदा पनि थियो। फाइदा के भन्दा बेला बेला दामी खाली विदेशी चक्लेट मिठाईहरू खान पाउने, किनकि गणेशको बुवा तब ट्रेकिङ क्षेत्रमा काम गर्नुहुन्थ्यो, जसको फाइदा अमर र मैले चाहिँ खुब पाएका थियौँ। जे होस्, स्कुले जीवन रमाइलो भयो भनौँ न। यसै गरी स्कुले दिनहरू पनि बित्दै गए। हामी तिनजना पनि हुर्किँदै बढ्दै आयौँ र हेर्दा हेर्दै तिनजनाले 10को परीक्षा पनि सकायौँ र त्यो परीक्षा सकाएर छुट्टीहरू सुरु हुन थालेसँगै सबैको चाहिँ हाम्रो पनि कतै घुम्न जाने योजना बन्न थाल्यो। सुरुमा त हामी क्लासकै अरू साथीहरूसँग मिलेर नजिक कतै वनभोज जाने कुरा चलिरहेको थियो। तर पछि के सुर चलेर हो गणेशले यहाँ यो गन्जगोल होल बनाएर गइरहेको ठाउँमै कति जानु हो भन्दा मैले ठिकै छ नि त, उसो भए कता जाने भन्न त, कि जाँदै नजाने हो कतै भन्दा अमरले कहाँ कतै नजाने कुरा गरे। अब यसपछि को कुन ठाउँतिर पढ्न जाने हो, सँगै हुने हो कि होइन त्यही पनि टुङ्गो छैन। अहिले सँगै भएको बेलामै रमाइलो गरौँ न भनेपछि गणेशले त्यही रमाइलो गरौँ भनेर त मैले कुरा निकालेको नि। अब त्यो वनभोज त वर्षकै 2-3 चोटि गइरहेकै हो। त्यही भएर यसपालि हामी तिनजना चाहिँ त्यो वनभोज सनभोज नगएर उता देवचुलीको डाँडामा क्याम्पिङ गर्न जाउँ भन्यो। गणेशको कुरा सुनेर अमर र म एकछिन अल्मलियौँ, किनकि तब यस्तो क्याम्पिङ ट्रेकिङ भनेको विदेशीहरूले मात्र गर्ने कुरा हो भन्ने सोच थियो हाम्रो। तर पछि गणेशले एउटा सानो तिनजनालाई ठिक्क हुने खाले टेन्ट म घरबाट ल्याउँछु, आगो बाल्न दाउराहरू त्यतै पाइहालिन्छ, अनि खानालाई चिउरा र एउटा कुखुरा बोकेर जाउँला भन्दै पुरै रमाइलो होला जस्तो कुराहरू सुनाएपछि अमर र मलाई कुन बेला हिँडिहालौँ जस्तो भएर सोही दिन अबको अर्को हप्ता शुक्रबार बिहानै निस्किने है त भनी योजना बनाएर हामी छुट्टियौँ। यसरी तिनजना साथी मिलेर डाँडामा गएर रमाइलो गर्ने भनी योजना बनाउँदै गर्दा त्यो डाँडामा हामीलाई कोही पर्खेर बसेको हुनेछ भन्ने हामीलाई के थाहा थियो र। ठ्याक्कै 1 हप्तापछि शुक्रबारको दिन हामी तिनजना क्याम्पिङको लागि चाहिने सम्पूर्ण सामानहरू बोकेर बिहानै घरबाट निस्कियौँ। बुलिङटारदेखि उपल्लो अर्खले हुँदै सुरु भएको हाम्रो यात्रा देवचुलीको डाँडाभन्दा अलि मुनतिर पुगेर सकिँदा रिमझिम साँझ पर्न थालिसकेको थियो। चारैतिर सुनसान, त्यो पातलो जङ्गल बीच। तब हामी बाहेक त्यहाँ कोही पनि थिएनन्। त्यहाँ कसैलाई नदेखेपछि अमरले ए गणेश, अनि के यो जङ्गलमा राति हामी तिनजना मात्र बस्ने हो र अरू कोही मान्छे हुन्नन् भनी सोध्यो। र मैले नि त्यसैमाथि त्यही त भने, यहाँ त अरू कोही देख्दिनँ त, न आसपास कतै बस्ती छ भनी सोद्धा गणेशले क्याम्पिङ भनेकै यस्तै त हो नि, वनभोज हो र बथान्ने हुन, ल बरु यहाँ धेरै गन्थ नगरौँ, यो अमर मलाई यहाँ टेन्ट हाल्न सघाउँदै गर्छ, त चाहिँ त्यहाँ परतिर गएर सक्दो धेरै दाउराहरू लिएर आइज, अहिले रात छपक्कै पर्नु अगाडि नै आगोको व्यवस्था गरिहाल्नुपर्छ भनेपछि म त्यहाँबाट दाउराहरू बटुर्न गएँ।
हामीले टेन्ट राख्न लागेको ठाउँ वरिपरि त्यही रुखहरूबाट भाँचिएर झरेका ससाना टुक्रा टाक्री दाउराहरू मात्र फेला परेको हुँदा म अलि ठुल्ठुलो दाउराहरू खोज्न अलि पटतिर पुगेँ। त्यसरी अलि पटतिर गएर केही हातभरिका दाउराहरू सङ्कलन गर्दै गर्दा मैले एउटा रुखको फेदमा गच्चपको मोटो खाली दाउरा यसै लडिरहेको देखेँ र सरासरी त्यो दाउरा टिप्नलाई त्यही रुखको फेदमुनि पुगिहालेँ। त्यहाँ पुगेर ल यतिको भयो भने चाहिँ रातभरिलाई काम चल्छ अब भन्दै दुवै हातले दाउरा च्याप्पै समातेर बोकिहालेँ। सुरुमा बोक्ने बेला त मैले माथि माथिबाट त्यस्तो केही देखेको थिइनँ, तर जब मैले त्यो दाउरा बोकेर उचालेँ तब त्यसको मुनतिरको भाग देखा पर्यो जहाँ पुरै रातै रगतका टाटाहरू थिए। त्यस्तो देख्दा न त्यही रुख मुनतिरै कुनै मुसाहरू खिचेर मारेको पो थियो कि यही दाउराले चाहिँ लागेर त्यो दाउरा टिपेको ठाउँतिर हेर्न पनि गएँ, तर त्यो ठाउँमा त्यस्तो केही पनि थिएन। अब लैजाउँ रगतको दागदेखि किन लागेछ, नलैजाउँ फेरि त्यो जतिको दाउरा अरू कुनै थिएन, जसले गर्दा खाने होइन पो बाल्ने त हो नि भन्दै अरू दाउरासँगै त्यसलाई नि काँधमा राखेर म लुइँका लुइँ टेन्ट रहेको ठाउँतिर लागेँ। म त्यसरी दाउरा लिएर आइपुग्दा दुईजना अझै त्यहाँ टेन्टहरू मिलाउन कता कता के ठोकठाक पार्दै थिए अनि उनीहरूलाई त्यहाँ टेन्ट मिलाउँदै गरेको देखेर अझै पो सके छैन यो काम भन्दै म चाहिँ त्यहाँ आगो बाल्न चुलोहरू बनाउनुतिर लागेँ। मैले यता चुलो बनाइसक्दासम्म केटाहरूले पनि त्यहाँ टेन्ट बनाएर भ्याए। यी दुईवटा काम सकाएपछि अमरले ल म यो कुखुरा काटिहाल्छु, तिमीहरू आगो बाल्दै गर्नु, त्यसपछि मारी आगोमा पुत्ला डढाउनुपर्छ भन्दै अमर अलि छेउमा गएर कुखुरा रेट्न थाल्यो अनि म र गणेश चाहिँ आगो बाल्न थाल्यौँ। यसरी आगो बालिसकेपछि अमर एक हातले कुखुरा तुन्द्रुङ्ग झुन्ड्याउँदै चुलो छेउमा आइपुग्यो र हामीले त्यहाँ कुखुरा पोल्दै त्यसको पुत्लाहरू खुर्किन थाल्यौँ। त्यति गरिसकेपछि गणेशले लु पुत्ला डढाउने काम त सकियो, अब यो कुखुरा सिङ्गे खाने त होइन होला, यसलाई काटकुट पो केमा राखेर गर्ने होला त है भन्दा मैले अघि टिपेर ल्याएको त्यो मोटो दाउरा देखाउँदै यसैको माथि राखेर काटकुट गरौँ न, तर अलि बिचतिर राखेर गरौँ है, यसको छेउछेउतिर अलिअलि रगतको टाटाहरू छ फेरि भने। मैले त्यसो भन्दा अमर त्यहाँ दाउरा उचालेर हेर्दै यस्तो रगतको टाटा भएकोमा त के काट्नु हो भनेर मुख बिगार्दै गर्दा गणेशले अब यति राति के चाहिँ खोज्न जान्छस् त, त्यही त्यो बिचतिर राखेर काट्न, केही हुन्न भनेपछि अमरले त्यही दाउराको बिचतिर राखेर मासु टुक्र्याउन थाल्यो। त्यसले त्यहाँ मासु टुक्राउँदै गर्दा गणेशले टेन्टबाट हामीले बट्टामा छानेर हालेर ल्याएको जाँड लिएर आयो। गणेशले त्यहाँ जाँड ल्याउन साथ अमरले अहिलेबाट पो सुरु, ल यो कलेजो र 2-4 टुक्रा मासु पोलिहाल्थ्यो, त्यसो भए हल्का दिइहालौँ भन्दै मासुहरू एउटा पातमा राखेर दियो हामीलाई र हामीले त्यसलाई पोल्न थाल्यौँ। यसरी मासु पोलेर झिक्न मात्र के भएको थियो मैले कि त्यतिकैमा गणेशले यो त सेलाएसी त्यति मिठो हुन्न भन्दै तात्तातो सानो कलेजोको टुक्रो क्वाप्पै पारिहाल्यो। त्यसले त्यसरी खाएको देखेर मैले कति हतार गरेको होला त है, यसो सुरुमा चढाउनु त पर्छ भन्दा गणेशले केही हुन्न, मैले चढाइहालेँ त पेटमा भर्खरै भन्दै ग्लासमा भएको जाँड स्वाट्ट पार्यो। अब खाइ त हाल्यो, त्यही नि एउटा रीति त पुरा गरौँ न भन्दै मैले चाहिँ मासुको सानो एउटा टुक्रा चढाएर त्यसपछि मात्र मुखमा लगाएँ। यसरी सुरु भएको हाम्रो खानपिनको क्रम झन्डै 10:30-11 बजेसम्मै चल्यो होला, किनकि हामीले खाइसक्दासम्म सबतिर पुरै निकट अँधेरो भइसकेको थियो। त्यस्तो अन्धकारमा अब राति हुँदो के चाहिँ गरिबस्नु भनेर
हामी त्यही छेउछाउतिरै पिसा फेरिहोरी टेन्टभित्र सुत्न आयौँ। जिन्दगीमा टेन्टभित्र पहिलोपटक सुत्नुको अनुभव निकै रमाइलो भइरहेको थियो। झन् त्यसमाथि जाडले हल्का झुम्म पारिरहेको हुँदा निन्द्रा पनि मिठै औला जस्तो भइरहेको थियो कि त्यति बेलै अमरले केटा हो, मासु अघि हड्डी पनि बाँकी नरहने गरी खाइएछ। अब राति हुँदो जसलाई गाह्रो परे पनि बाहिर चाहिँ सबैजना साथी जानुपर्छ है भन्दा गणेश र मैले त्यसै गर्ने त हो नि, राति हुँदो एक्लै को बाहिर जानु यस्तो जङ्गलमा भन्दै सबजना निधायौँ। निधाउन त तिनैजना एकसाथ निधाएका थियौँ, तर यो आवाज सुनेर बिउजिने म मात्र थिएँ। आवाज बाहिर केही पड्किरहेको हो कि जस्तो खाली थियो, जसले गर्दा सायद त्यहाँ चुलोमा बल्दै गरेको दाउराहरू पड्किएको होला चाहिँ मानेर म फेरि पल्टिन मात्र के लागेको थिएँ कि त्यत्तिकैमै हाम्रो टेन्टको बाहिर कोही आएर ठिङ्ग उभियो। टेन्टको भित्रबाट मैले छाया मात्र देखेको थिएँ र छाया कोही मान्छे नै उभिएको चाहिँ देखिएको थियो, जुन देख्न साथ आगो बलेको देखेर यतैतिरको कोही मान्छेहरू पो आएको हो कि पनि सोच्दै जब मैले टेन्टको त्यो चेन खोलेर बाहिर हेरेँ तब त्यहाँ त्यो बल्दै गरेको आगो बाहेक अरू केही पनि थिएन। भर्खरै यहीँ अगाडि उभिएको मान्छे छिनभरमै त्यहाँ नहुँदा म त डरले चिसै भएँ र हत्त नपत्त केटाहरूलाई उठाइहालेँ। त्यति बेला उठ्दा गणेशको मुख कसैले कुटेको चाहिँ गरी पुरै सुन्निएर फुलिरहेको थियो, जुन देखेर अमर र मैले होइन के भयो तँलाई, अनुहार त पुरै फुलेको छ त भन्दा गणेश तिनछक परियो। त्यो त्यहाँ छक्क पर्दै अनुहार छामछाम छुमछुम गरेर के भएर फुलेछ त यार यसरी भन्दै गणेश त्यही अतालिन थालिहाल्यो। गणेश त्यहाँ अतालिँदै गर्दा अमर मतिर हेर्दै अनि तँ चाहिँ किन उठेको रे यति बेला, टोइलेट लाग्यो के हो तँलाई भन्दा मैले के का टोइलेट लाग्नु नि भन्दै त्यो पड्केको आवाजदेखि त्यो उभिएको छाया यी सब कुराहरू सुनाइदिएँ। मेरो कुरा सुनेर केटाहरू पनि केही डराए, तर अब त्यसरी के रहेछ भने रातैभरि डराएर बस्नुभन्दा सबैजना बाहिर निस्केर हेरौँ के हो भनी थाहा भइहाल्छ नि भन्दै हामी तिनजना टेन्ट बाहिर निस्क्यौँ। बाहिर निस्किँदा त्यहाँ सबतिर अन्धकार बाहेक अरू केही नै थिएन। थियो त केवल एक अचम्मको दृश्य। त्यो हो त्यहाँ दुई टुक्रा भएको दाउरा, त्यो बडेमानको रगत लागेको दाउरा जुन मैले बल्ल तल्ल बोकेर ल्याएको थिएँ, त्यो त्यहाँ दुई टुक्रा भएर लडिरहेको रहेछ, जसको आधा भाग अझै नै चुलामा बल्दै थियो भने त्यो रगत लागेको भाग चाहिँ टुक्रिएर अलग्गै भएको थियो। बन्चरोले हान्दा नि टुक्राउन गाह्रो पर्ने त्यो मोटो दाउरा त्यहाँ कसैले हातैले भाँचिदिएको चाहिँ देख्दा हामी तिनजना स्तब्ध भएका थियौँ। अघि केही पड्किरहेको आवाज सुन्नु, फेरि यहाँ बाहिर कोही उभिएको देख्नु, कतै यो भन्दै मैले आफ्नो कुरा राख्दै गर्दा गणेशले बिचमै तैँले अघि भनेको मान्छे कतै ऊ त्यही त होइन भन्दै अलि पर रहेको रुखतिर हातले इसारा गर्दै देखायो र अमर र म एकसाथ त्यतातिर फर्कियौँ। त्यता फर्केर हेर्दा त्यो रुखको फेद्नेर कोही सेतो सेतो कमिज लगाएको मान्छे हामीतिर हेर्दै ढिङ्ग उभिरहेको थियो। अब ट्याक्के मान्छे नै जस्तो देखेपछि खासै डर नमानी हामीले ए दाइ के भो, हामीलाई खोज्न आउनु भएको हो र भनी बोलायौँ। हामीले त्यसरी बोलाउँदा त्यो मान्छे जवाफ नदिई त्यहीँ उभिएर दायाँ र बायाँ हल्लिन थाल्यो। अँधेरोमा त्यति टाढा त्यो हल्लिएको देख्दा एकछिन त कुनै सुकाइरहेको कपडा मात्र हावामा हल्लिरहेको हो कि जस्तो देखिरहेको थियो। त्यस्तो हुँदा
मैले यो पक्कै कोही जाँड खाएर फिट्टान भएको मान्छे हुनुपर्छ, या त कोही पागल हुनुपर्छ, नत्र यति राति यहाँ जङ्गलको बिचमा यसरी नाचेर कोही बस्छ त भन्दै गर्दा अमरले त्यहाँ छेउमा भएको ढुङ्गा उचालेर, राति हुँदो मान्छेलाई सुत्न नदिने यसको खप्पर फुटाउँछ अब म भन्दै ढुङ्गाले चट्टारो हानिहाल्यो। त्यसले त्यसरी चटारो हान्दा त्यो ढुङ्गा ठ्याक्कै त्यो हल्लिरहेको ठाउँमै गएर लागेको थियो। तर त्यो ढुङ्गाले त्यसको शरीरलाई छोएन। त्यो ढुङ्गा त्यसको शरीरको बिचबाट आरपार भएर भुइँमा बसारिएको थियो। त्यस्तो देखेपछि भने हाम्रो होसले काम गर्न छोडिहाल्यो। जिन्दगीमा पहिलो पटक त्यसरी ढुङ्गा मान्छेको शरीर आरपार भएको देख्दा यो मान्छेको रूप त हुँदै होइन भनेर डरले काम्दै हामी हतार हतार टेन्टभित्र पसिहाल्यौँ। टेन्टभित्र पस्न साथ गणेशले, होइन यो आगोहरू बलेको छेउछाउ त जङ्गली जनावर अनि प्रेत आत्माहरू केही पनि आउँदैनन् भनेको होइन र भन्दा अमरले नआउने भएको भए त्यो बाहिर भएको चाहिँ के हो त? अनि त्यो मोटो दाउरा त्यो कसले भाँच्यो होला त? त्यो त झन् आगोमै बलिरहेको थियो त भन्दा मैले, चुप लागा है, अब जे जसो भयो नि यहीँभित्र बसिराखौँ, यति राति कतै भाग्ने ठाउँ पनि त छैन भन्दै दुईजनालाई केही शान्त बनाएर हामी त्यही टेन्टभित्र एकै डल्लो परेर बसिरह्यौँ। तिनजना त्यसरी बस्दै गर्दा पहिला पहिला बुवाले भन्नुभएको त सुनेको थिएँ, आज आफ्नै आँखाले देख्नु पनि पर्यो भन्दै गणेश आफ्नो सुरमा एक्लै बरबराइरहेको थियो। त्यो त्यहाँ बरबराइरहेको सुनेर अमरले, त्यस्तो के भनेका थिए र तेरो बुवाले पनि सोधिहाल्यो। अमरले त्यसरी सोधेपछि गणेशले आफ्नो बुवाले निकै अगाडि सुनाउनु भएको एउटा घटना सुनाउन थाल्यो। उसले, यो म 7 क्लास हुँदातिरको कुरा हो। तब एक साँझ घरमा केही पाहुनाहरू आउनुभएको बेला बुवाले आफू ट्रेकिङ जाँदाखेरिको एउटा निकै नै अनौठो घटना सुनाउनु भएको थियो। त्यो ठाउँको नाम त मलाई ठ्याक्कै याद भएन, तर त्यता पनि बुवाहरू आफू पुग्नुपर्ने ठाउँको कतै कतैतिरको बाटोहरू पहिरोले लगेको हुँदा उहाँहरू बिच जङ्गलतिरै कतैसम्म ठाउँ खोजेर यसै गरी टेन्ट गाडेर बस्नुभएको रहेछ। त्यसरी टेन्ट राखेर आफैहरूसँग भएको केही हल्का फुल्का खाना खाएर सुत्नुभएको उहाँहरू एक्कासी मध्यरातमा आफ्नो समूहको एकजना छेउमै सुतिरहनु भएको साथी टेन्ट बाहिरतिर कतै बेसरी कराएको सुन्दा जराक जुरुक्क भिउजिनु भएछ। त्यसरी भिउजिन साथ बाहिर पुग्दा उहाँहरूले आफ्नो साथी त्यहाँ भुइँमा पुरा सिद्धै भएर लम्पसार परेको अवस्थामा भेटाउनु भएछ। त्यस्तो अवस्थामा भेट्दा कतै केही बिरामी सेरामी पो भएर ढलेछ कि के हो भन्दै हतार हतार भित्र लिएर आएपछि के भयो कसो भयो भनी सोद्धा ती साथीले आफूलाई सुतेकै ठाउँबाट कुनै कालो छायाले तानेर टेन्ट बाहिर पुर्याएको भनेपछि त्यहाँ सबजनाको निन्द्रा उडेछ। त्यो रात बुवा र उहाँका कोही साथीहरू नि सुत्न पाउनु भएन भन्नुभएको थियो। कतै हामीसँग नि आज त्यस्तै केही हुने त होइन भन्दै एकोरो निहुरिएर आफै बरबराई गरिरहेको थियो कि त्यत्तिकैमा एक्कासी हाम्रो टेन्ट बाहिरबाट कोही हिँडिरहेको चाहिँ आवाज आउन थाल्यो। आवाज कोही टाढाबाट हाम्रो टेन्टतर्फ आइरहेको चाहिँ सुनिन्थ्यो। यसरी पर देखुन हाम्रो टेन्ट नजिकतिर आएर रोकिएको यो आवाज त्यसपछिबाट भने कतै गएको जस्तो सुनिएन। त्यस्तो हुँदा कोही त्यहाँ टेन्ट बाहिर हामीलाई कुरेर बसिरहेको छ कि भन्ने आवाज हुन थालेको थियो हामीलाई। यसरी डरै डरमा एकै डल्लो परेर सास फेर्दा नि बाहिर कसैले सुन्ला कि चाहिँ गरी बसेका हामी बाहिर केही उज्यालो जस्तो देखिन थालेपछि बल्ल त्यहाँ टेन्टबाट बाहिर निस्किएका थियौँ। बाहिर निस्किँदा काम त्यहाँ डाँडामा नआइसकेको भए तापनि उज्यालो भने सबैतिर भइसकेको थियो र त्यही उज्यालोको आडमा हामी सब त्यहाँ टेन्ट सेन्ट पोको पारेर हिँड्नतिर लाग्यौँ। त्यसरी केही बेरमा टेन्ट र आफ्नो सामानहरू पोको पारेर
त्यताबाट निस्किन लाग्दा गणेशले केही सामानहरू छुटेको छ कि हेरिहाल है भन्दा म र अमर त्यहाँ चारैतिर आँखा डुलाएर हेरिरहेका थियौँ कि त्यत्तिकैमा अमरले ईश्वरवीर त्यो हिजो रगत लागेको आधी जति बाँकी भएको दाउरा खोइ त तैँले राति कतै फालेको थिइस् र भन्दा म आफै त्यहाँ एकछिन अलमल्ल परेँ किनकि साँच्चै नै त्यहाँ त्यो आधा बाँकी रहेको दाउरा कहीँ कतै थिएन। त्यस्तो हुँदा मैले खै यतै हुनुपर्ने हो मैले त छोको पनि थिएन त त्यसलाई भन्दै गर्दा गणेश यो अब के दाउरा खोजेर बस्ने समय हो र झन् छिटो गइहालौँ भने त यहाँबाट भनेर उफ्रिन थालेपछि हामी सबजना त्यता फर्केर नि नहेरी त्यहाँबाट टाप कसिहाल्यौँ। त्यसरी भागेर घर आएका हामी तिनजना मध्ये मलाई त त्यस्तो केही नै भएन तर अमर अनि गणेशको भने त्यहाँबाट आएदेखि पुरै हालत नाजुक बन्दै गयो। गणेशको त अनुहार त्यहीँ हुँदै सुनिसकेको थियो भने अमरको चाहिँ त्यहाँबाट घर आएदेखि दाहिने हातले कामले गर्न छोडेको थियो। घाउचोट केही नलागेको गणेशको अनुहार त्यसरी सुन्निनु र त्यसै गरी घाउचोट केही नलागेको अमरको हात एक्कासी त्यसरी चल्न छोड्नु कुनै सामान्य कुरा भने थिएन। सुरुमा त यी दुवैको जडीबुटी औषधिहरूबाट उपचार गर्न खोजेका थिए तर तीमध्ये केहीले नि नछोएपछि अन्त्यमा धामी झाँक्रीकै नलगी सुकै पाइएन। त्यसरी नलगी नहुने भएपछि अमर अनि गणेशलाई उनीहरूको बाउआमाले गाउँको अलग अलग धामीकोमा लिएर जानुभएको थियो। त्यसरी दुईजनालाई नै अलग अलग धामीकोमा लग्दा दुवैतिरबाट ती धामीले यिनीहरूलाई कुनै अतृप्त भड्किएको आत्माले छोएको रहेछ भनी झारफुक गरिदिनु भएको थियो र यसरी झारफुक गरिसकेपछि भने बल्ल यी दुईजना अलि निको भएका थिए। यो घटना घटेको आज झन्डै 27-28 वर्ष बितिसक्यो र पनि अझै याद गर्न खोज्दा त्यो रातको हरेक ससानो कुरा ती सब कुराहरू स्पष्टसँग आँखा अघि बग्न थाल्छ। आदरणीय श्रोताहरू यहाँहरूलाई आजको एपिसोड कस्तो लाग्यो आफ्नो प्रतिक्रिया हाम्रो तल कमेन्ट बक्समा लेखी पठाउन सक्नुहुनेछ। यहाँहरूको सल्लाह सुझाव र मायाका साथ हामी आगामी दिनहरूमा अझ बढी यस्तै अलौकिक घटनाहरू लिएर आउने प्रयास गर्नेछौँ र यदि यहाँहरूको जीवनमा पनि यस्ता केही अलौकिक घटनाहरू घटेका छन् भने हामीलाई हाम्रो डिस्क्रिप्सनमा दिइएको इमेल एड्रेस वा हाम्रो भूत नेपाली कथा फेसबुक पेजमा लेखेर वा भोइस मेसेज पनि पठाउन सक्नुहुनेछ। आजकल पानी परेको परेछ अब मासु पोलेर खाने होइन त चढाउन चाहिँ नबिर्सिनु है फेरि कि खाइ पो सक्नुभयो विचार गर्नुहोस् है। शुभरात्रि।